प्रस्तुत छ 2022 साल असार 7 गते शनिबारको राशिफल। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। नमस्कार, हजुरलाई स्वागत छ श्रावणी ज्योतिष युट्युब च्यानलमा। सदा झैं उपस्थित भएको छु म श्रवण कुमार। हजुरलाई आजको राशिफल लिएर आजको राशिफल हामी दुई श्रृङ्खलामा प्रस्तुत गर्नेछौँ। पहिलो श्रृङ्खला आजको पञ्चाङ्ग रहनेछ। दोस्रो श्रृङ्खलामा आजको मेष राशिदेखि मीन राशिसम्मको आजको राशिफलको जानकारी दिनेछौँ। हजुरहरूले आजको पञ्चाङ्ग र राशिफल सुनेर मात्र अगाडि बढ्दाखेरि हजुरहरूलाई आजको दिन शुभ रहने हजुरहरूलाई जानकारी दिनेछौँ। हजुरहरूलाई आजको राशिफल जान्नुभन्दा पहिले आजको पञ्चाङ्ग जानौँ। आजको पञ्चाङ्गमा रहेको छ आज विक्रम सम्वत 2022 साल असार 7 गते शनिबार, तदनुसार 2025 जुन 21 तारिक शाक सम्वत 1947 नेपाल सम्वत 1145 सिद्धार्थी नाम संवत्सर रवि उत्तरायण ग्रीष्म ऋतु शनिबार आषाढ कृष्ण पक्ष एकादशी तिथि बिहानको 1:38 त्यसपछि द्वादशी तिथि लाग्नेछ। अश्विनी नक्षत्र बेलुकाको 5:35 त्यसपछि भरणी नक्षत्र लाग्नेछ। अतिगण्ड योग बेलुकाको 6:55 त्यसपछि शुकर्मा योग लाग्नेछ। बवकरण दिउँसोको 2:52 त्यसपछि बालवकरण लाग्नेछ। मेष राशिमा चन्द्रमा आनन्दादि योगमा सौम्य योग रहेको छ। आजको दिनमान 13:51 रहेको छ। आजको सूर्य उदय बिहानको 5:10 रह्यो भने सूर्यास्त बेलुकाको 7:01 रहनेछ। आजको चाडपर्वहरूमा विश्व योग दिवस रहेको छ, विश्व सङ्गीत दिवस रहेको छ, योगिनी एकादशी व्रत पनि रहेको छ, भूमिरज पनि रहेको छ। आजको राहु कालको कुरा गर्दाखेरि बिहानको 8:38 देखि 10:22 राहु काल रहेको छ। बिहानको 1:50 देखि 3:35 यमघण्टक रहेको छ। बिहानको 5:09 देखि 6:54 गुलिक काल रहेको छ। दिउँसोको 11:38 देखि 12:33 अभिजित मुहूर्त रहेको छ। हजुरले कुनै पनि कामहरू गर्नु परेमा, कुनै ठाउँको यात्रा गर्नु परेमा, कुनै कामहरू सुरुवात गर्नु परेमा हजुरले अभिजित मुहूर्तलाई लिएर हजुरले कामहरू गर्न सक्नुहुनेछ, यात्राहरू गर्न सक्नुहुनेछ। हजुरलाई आजको बार बेलाको कुरा गर्दाखेरि बिहानको 5:09 देखि 6:54 काल बेला रहेको छ। 6:54 देखि 8:38 शुभ बेला रहेको छ। 8:38 देखि 10:22 रोग बेला रहेको छ। 10:22 देखि 12:06 उद्योग बेला रहेको छ। दिउँसोको 12:06 देखि 1:50 चर बेला रहेको छ। 1:50 देखि 3:35 लाभ बेला रहेको छ। 3:35 देखि 5:19 अमृत बेला रहेको छ। बेलुकाको 5:19 देखि 7:03 काल बेला रहेको छ। हजुरहरूले कुनै पनि कामहरू गर्नु परेमा, कुनै ठाउँको यात्रा गर्नु परेमा, कुनै कामहरू सुरुवात गर्नु परेमा हजुरहरूले लाभ बेला, अमृत बेला, शुभ बेलालाई लिएर हजुरले कामहरू गर्न सक्नुहुनेछ, यात्राहरू गर्न सक्नुहुनेछ। हजुरलाई आजको पञ्चाङ्ग पश्चात हजुरलाई आजको राशिफलको जानकारी दिनेछौँ। आजको राशिफलमा रहेको छ मेष राशि भएका जातकहरूको लागि अन्नलाभ, आत्मविश्वास बढ्ने दिन रहेको छ। तपाईँको कलात्मक र रचनात्मक क्षमताको धेरैले प्रशंसा गर्न सक्ने दिन रहेको छ। अवसरका लागि केही दौडधुप भए पनि सफलता मिल्नेछ। सहकर्मीबाट काम कार्यमा साथ मिल्नेछ। तपाईँको प्रयासले कामहरू सफल बनाउने र नराम्रा कमी कमजोरीलाई सुधार गर्दै बढ्ने समय रहेको छ। कार्यकौशलमा निखारको महसुस हुनेछ। अवसर आउनाले मन प्रसन्न रहनेछ। सबैले भनेको सुन्ने गर्दा तपाईँको समस्याहरूको समाधान पाउन सक्नुहुनेछ। पहिले गरेको कामको सफलताले थप हौसला जगाउनेछ। कहिलेकाहीँ रिस र चिडचिडापन धेरै कामको कारण रहन सक्छ। आफ्नो रिसलाई कन्ट्रोल गर्नुहोस्। कसैको व्यक्तिगत जीवनमा हस्तक्षेप नगर्नुहोस्, अन्यथा सम्बन्ध बिग्रन सक्छ। व्यवसायीहरूका लागि व्यवसायमा उन्नतिको जग बसाउने समय रहेको छ। नयाँ क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ भने राम्रो दिन हुनेछ। पारिवारिक जमघटका साथ स्वादिष्ट भोजन मिल्न सक्ने दिन रहेको छ। गृहिणी वर्गका लागि घरधन्दा राम्रो रहँदा परिवारका सदस्यहरू प्रसन्न रहन सक्ने दिन रहेको छ। प्रणय सम्बन्धमा निकटपनको महसुस हुनेछ। विद्यार्थीका लागि ज्ञान कला सिक्ने अवसर जुट्नेछ। साथीभाइसँग रमाइलो गर्ने अवसर जुट्न सक्छ। छोटो र लामो दूरीको यात्रा हुन सक्छ। अपच खाने कुराहरूमा ध्यान दिनुहोला। शुभ अङ्क 1, शुभ रङ रातो, शुभ दिशा पूर्व, इष्टदेव रिद्धि सिद्धि, मन्त्र ओम रिद्धि सिद्धियै नमः, जप सङ्ख्या 10। टोरस वृष राशि भएका जातकहरूको लागि रुजु धन्नास, गृहिणीहरूका लागि अरूलाई खुसी दिन आफू दुखी हुनुपर्ने दिन बन्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। वैदेशिक काम कार्यको क्षेत्रमा सफलता मिल्न सक्ने दिन रहेको छ।
स्वदेशमा काम गर्नेको लागि दिन मध्यम रहेको छ। तपाईको अर्थी उपदेश अरूका लागि नराम्रो बन्दिन सक्छ। आज अत्याधिक खर्च बढ्नाले मानसिक तनाव बढ्न सक्ने दिन रहेको हुँदा विशेष खर्चमा ध्यान दिनुहोला। श्रमिकका लागि कामको फाइदा अरूले उठाउन सक्छन्। सकेको गर्नुहोस्, नसकेको काम भोलिलाई राख्नुहोस्, तर कार्यलाई बोझको रूपमा नलिनुहोस्, समस्या हुन सक्छ। व्यवसायिकहरूका लागि आज आम्दानीमा कमी भएको महसुस हुनेछ, ध्यान दिनुहोला। ठुलो कारोबारलाई आज स्थगित गरेको राम्रो हुनेछ। नयाँ क्षेत्रमा हात बढाउनु आज राम्रो दिन नहोला। उपभोग्य वस्तुका लागि ऋण गर्नुपर्ने अवस्था आउन सक्छ। मित्रहरूका लागि सहयोग गर्न खोजे पनि सहयोगको कदर नहुन सक्छ। कसैलाई पनि धेरै भरोसा नगर्नुहोस्। आज पारिवारिकबाट केही टाढा भएको महसुस हुन सक्छ। आज कुनै पनि कामको लागि आफ्नो प्रेमीको राय सुझाव लिँदा फाइदा पुग्नेछ र प्रेमीबाट राम्रो साथ पाउन सक्नुहुनेछ। यात्रामा ध्यान दिनुहोस्, कठिन बन्न सक्छ। अप्ठ्यारामा परेकालाई सहयोग गर्दा राम्रो हुनेछ। अध्ययनमा लगावको कमी हुनेछ। स्वास्थ्य समस्या रहन सक्छ, ध्यान दिनुहोला। शुभ अङ्क 3, शुभ रङ पहेँलो, शुभ दिशा उत्तर, इष्टदेव कुबेर भगवान, मन्त्र ओम कुबेराय नमः, जप संख्या 19। जेमिनाई मिथुन राशि भएका जातकहरूको लागि विविध लाभ, ज्ञान विज्ञान र चिन्तन मननको कुरामा लाभ मिल्न सक्ने समय रहेको छ। इष्टमित्रको साथ सहयोगले काम कार्यमा सफलता हासिल गर्न सक्ने दिन रहेको छ। श्रमिकका लागि सोचे आँटेका काममा सफलता मिल्न सक्ने दिन हो। नयाँ क्षेत्रमा हात हाल्न उपयुक्त दिन साबित बन्न सक्नेछ। पछिसम्म फाइदा मिल्ने काममा अगाडि बढ्न सक्ने दिन रहेको छ। सबैको साथ सहयोगले आफ्नो कार्य समयमै समापन गर्न सक्नुहुनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र सफलता मिल्नेछ। योग्य कर्मचारीहरूका लागि पदोन्नति वा मौद्रिक लाभ मिल्न सक्ने दिन रहेको छ। कुनै ऋण गरेर केही साधन किन्ने सोच बनाउनु भएको छ भने यो कुरामा पुनः विचार गर्नुहोस्। केही विरोधीहरू तपाईँको लागि समस्या गर्न सक्छन्, तर ठुलो हानि नहोला। व्यवसायिकहरूका लागि व्यापार व्यवसाय सबल रहनेछ। खरिद बिक्रीका लागि राम्रो दिन बन्न सक्नेछ। गरेको लगानीको प्रतिफल पाउने समय रहेको छ। धन उपयोग गर्दा पनि फाइदा हुनेछ। आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। गृहिणी वर्गका लागि घर व्यवहारमा राम्रो हुँदा परिवारका अन्य सदस्यहरू खुसी हुन सक्ने दिन रहेको छ। परिवारका ठुला सदस्यले दिएको सुझाव तपाईँको लागि लाभदायक बन्न सक्छ। प्रेम जीवनमा आनन्दको अनुभूति हुन सक्नेछ। अध्ययनमा जोस जाँगर बढ्नेछ। साथीभाइको साथ मिल्नेछ। स्वास्थ्य खानपानले शरीर स्वस्थ रहनेछ। शुभ अङ्क 2, शुभ रङ सेतो, शुभ दिशा पश्चिम, इष्टदेव महाकाली, मन्त्र ओम महाकाल्यै नमः, जप संख्या 23। क्यान्सर कर्कट राशि भएका जातकहरूको लागि सुखम, जटिल कार्यलाई पनि समाधान गर्न सक्ने दिन रहेको छ। आफ्नो कार्यक्षेत्रमा प्रभुत्व बनाउन सक्ने दिन हो। मेहनतले दाम र प्रतिष्ठा कमाउन सक्नुहुनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। आज अनपेक्षित आर्थिक लाभ मिल्न सक्ने दिन रहेको छ। श्रमिकका लागि कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्नेछ। टाढिएका मित्रहरूसँग पनि नजिकपन बढ्नेछ। तपाईँको मेहनतले सफलता हासिल गर्न सक्ने दिन रहेको छ। नयाँ काममा अग्रसर हुने अवसर जुट्नेछ। कृषि पशुधनमा वृद्धि हुनेछ। पैतृक सम्पत्तिहरूबाट केही लाभ लिन सक्ने दिन रहेको छ। सामाजिक कार्यमा सम्मान बढ्नेछ। राजनीति र वैदेशिक कार्य राम्रो रहला। व्यवसायिकहरूका लागि आफ्नो दैनिक आयमा वृद्धि गर्न सक्ने दिन हुन सक्छ। नयाँ वस्तु खरिद र बिक्रीको लागि राम्रो दिन हुनेछ। शेयर बजारमा लगानी गर्नेहरूका लागि राम्रो दिन बन्न सक्नेछ। आज कारोबारको लागि राम्रो दिन हुनेछ। पारिवारिक साथ सहयोग मिल्न सक्ने दिन हो। कुनै निर्णय लिनुभन्दा पहिले त्यो निर्णयहरूमा उचित छलफल गर्नु आवश्यक छ। आफ्नो कमजोरीलाई जितेर बढ्ने गर्नुहोस्। अन्य ठुला मान्छेहरूको सहयोगले आफ्नो कमी कमजोरीहरूलाई सुधार गर्न सक्ने दिन हो। प्रेम सम्बन्ध कसिलो हुनेछ। प्रेमीले तपाईँको कार्य व्यवहारको प्रशंसा गर्न सक्ने दिन रहेको छ। अध्ययनमा लगाव बढ्न सक्ने दिन रहेको छ। स्वास्थ्य सबल रहनेछ। शुभ अङ्क 1, शुभ रङ नीलो, शुभ दिशा दक्षिण, इष्टदेव अन्नपूर्णा, मन्त्र ओम अन्नपूर्णाय नमः, जप संख्या 23। लियो सिंह राशि भएका जातकहरूको लागि नृप सुखम, लगनशीलताले उपलब्धि मिल्न सक्ने समय रहेको छ। गरिब दिन दुखी प्रति सहायतामा मन लाग्नेछ। ठुला व्यक्तिबाट आशीर्वाद लिएर गरेको कामहरू राम्रो हुनेछ। सुख सुविधाका लागि मन लालायित हुन सक्ने दिन हो। आज तपाईँको कमी कमजोरीको
अरूले फाइदा उठाउन सक्छन्। श्रमिकका लागि गर्दै गरेको कामलाई ध्यान दिएको राम्रो हुनेछ। कार्यभार बढ्नाले जीवनशैलीले केही व्यस्त पनि बन्न सक्ने दिन रहेको छ। प्रयास गर्दा कुनै पनि क्षेत्रमा सफलता मिल्न सक्ने दिन हो, तर शुभ अशुभ समयको ख्याल गर्नुहोला। आज पुरानो नकारात्मक कुराले वर्तमान जीवनमा असर पुग्न सक्नेछ। तपाईँको मनोबल कम गर्न सक्छ। विचार गर्नुहोला। आफ्नो स्वभावमा सकारात्मक भावना राख्नुहोला। आफ्नो काम बनाउन ध्यान केन्द्रित गर्दा राम्रो हुनेछ। सामाजिक परोपकार काममा मन आनन्दित बन्न सक्नेछ। आय इन्कममा सकारात्मक नै रहनेछ। व्यवसायिकहरूका लागि व्यवसाय कारोबारहरू चल्न सक्नेछ। अरूको आलोचना गर्नमा आफ्नो समय बर्बाद नगर्नुहोला। यसले तपाईँको मानसिक स्वास्थ्यमा असर पुग्न सक्छ। दाजुभाइबाट साथ सहयोग मिल्नेछ। परिवार र सहयोगीबाट प्रेम र साथ पाउनुहुनेछ। प्रेम जीवनमा निकटपनको अनुभूति गर्न सक्नुहुनेछ। विगतका कमजोरीहरूमा क्रमशः सुधार आउनेछ। अध्ययनमा मध्यम रहनेछ। छोटो यात्रा हुन सक्छ। स्वास्थ्य, खानपिन, आहार विहारमा ध्यान दिनुहोला। शुभ अङ्क 9, शुभ रङ पहेँलो, शुभ दिशा पूर्व, इष्टदेव पितृदेवता मन्त्र ओम पितृदेवाय नमः, जप संख्या 19। भर्गो कन्या राशि। कन्या राशि भएका जातकहरूको लागि मृत्यु प्रवास क्षेत्रबाट केही शुभ खबर मिल्ने समय रहेको छ। घराइसी समस्याहरूलाई हल गर्दै बढ्न सक्ने समय रहेको छ। कृषिजन्य कुरामा लाभ मिल्न सक्ने समय रहेको छ। अरू व्यापारमा केही सङ्घर्ष रहन सक्नेछ। गृहिणी वर्गहरूले अरूको वचन खेप्नु पर्ने हुन सक्छ। विचार गर्नुहोला। आज शारीरिक र मानसिक अस्थिरताले काम कार्यमा बाधा पर्न सक्ने दिन रहेको छ। भौतिक सवारी साधन उपयोग गर्दै गर्दा सावधानी रहनु पर्नेछ। कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यवसायिकहरूका लागि बन्द व्यापार ठप्प बन्दिन सक्छ। आज मध्यम रहन सक्छ। नयाँ लगानी गर्न राम्रो दिन साबित नहोला। आर्थिक इन्कम र व्ययलाई म्यानेज गरेर बढ्नु पर्ने दिन रहेको छ। आज कसैसँग सहयोग माग्ने क्रममा आफ्नो योजनाहरू बाहिर ननिकाल्नु बेस हुनेछ। प्रेम वैवाहिक जीवनको लागि समय जुटाउनु राम्रो हुनेछ। ज्ञान विज्ञान र चिन्तन मननको कुरामा लाभ मिल्न सक्ने समय रहेको छ। स्वास्थ्यमा केही असर हुन सक्छ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु होला। समग्रमा समय मध्यम हुँदा सबै कुरामा सजग भएर बढ्नु राम्रो हुनेछ। शुभ अङ्क 8, शुभ रङ ध्वाँसे, शुभ दिशा उत्तर, इष्टदेव शङ्कर भगवान मन्त्र ओम शङ्कराय नमः, जप संख्या 11। लिब्रा तुला राशि। तुला राशि भएका जातकहरूको लागि धन स्त्री लाभ। आय इन्कममा कमी महसुस गर्न सक्ने समय छ। पहिलेका कामबाट फाइदा लिन सक्ने दिन हो। कार्यक्षेत्र फलीभूत बन्न सक्ने छ। कुनै पार्टी वा सामाजिक समारोहमा सरिक हुन सक्ने दिन रहेको छ। श्रमिकका लागि छोटो समयमा राम्रो प्रतिफल पाउन सक्ने दिन रहेको छ। नयाँ अवसरहरूमा आफ्नो प्रतिभालाई प्रदर्शन गर्ने मौका जुट्नेछ। काम कार्यको वातावरण राम्रो पाउनुहुनेछ। लगनशीलताले लक्ष्य हासिल गर्न सक्ने दिन रहेको छ। तपाईँको सानो सानो कामको राम्रो मूल्याङ्कन हुन सक्ने दिन रहेको छ। व्यवसायिकहरूका लागि दैनिक आय आम्दानी बढ्न सक्ने दिन रहेको छ। व्यवसायिक कुराले ठुला व्यक्तिसँग सामिप्यता बढ्न सक्ने दिन रहेको छ। आफ्नो र अरूका लागि मनोरञ्जनमा खर्च गर्दा थोरै ध्यान दिएको राम्रो हुनेछ। कहिलेकाहीँ तपाईँको ध्यान तपाईँको गलत कार्यहरूको लागि नेतृत्व गर्न सक्ने हुँदा आफ्नो मन स्थितिको नियन्त्रण गर्नुहोला। काम कार्यमा कमी महसुस गर्न सक्ने समय छ। गृहिणी वर्गका लागि घर व्यवहार राम्रो हुँदा परिवारका अन्य सदस्यहरू खुसी हुन सक्ने समय रहेको छ। पारिवारिक साथ रमाइलो हुन सक्नेछ। प्रेम सम्बन्ध कसिलो बन्नेछ। शिक्षार्थीका लागि अध्ययन जागरुक रहनेछ। अध्ययनमा प्रगतिको केही खबर मिल्न सक्ने दिन रहेको छ। स्वास्थ्यमा सुधार पाउनुहुनेछ। शुभ अङ्क 7, शुभ रङ सुन्तले, शुभ दिशा पश्चिम, इष्टदेव उमा भगवती मन्त्र ओम उमाय नमः, जप संख्या 23। स्कर्पियो वृश्चिक राशि। वृश्चिक राशि भएका जातकहरूको लागि वित्त लाभ। कार्यक्षेत्र सबल रहनेछ, तर आज रिस आवेगलाई संयम राख्नु पर्नेछ। श्रमिकका लागि दिगो काम कार्यमा अग्रसर हुने अवसर जुट्ने समय रहेको छ। कार्यभार बढ्ने भए पनि सहज रूपमा सम्पन्न गर्न सक्ने समय रहेको छ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। पुराना मित्रसँग वार्तालाप हुन सक्ने वा भेट हुन सक्छ। शत्रुले पनि मित्रताका लागि हात बढाउने समय रहेको छ। जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। कृषि पशुधनमा वृद्धि हुनेछ। राजनीति र सामाजिक जीवन राम्रो रहला। मेहनतले प्रतिस्पर्धाको दौड
जिताउन सक्छ। प्रतिस्पर्धीहरू कमजोर हुँदा फाइदा लिन सक्नुहुनेछ। व्यावसायिकहरूका लागि आज लगानी गर्न उपयुक्त दिन साबित हुनेछ। बन्द व्यापार व्यवसाय राम्रो हुनेछ। दैनिकी आय बढ्नेछ। खरिद बिक्रीमा सामान्य भन्दा केही राम्रो हुन सक्ने दिन रहेको छ। कहिलेकाहीँ दिमागमा बेचैनी र क्रोधको स्थिति हुनेछ। अन्य ठुला मान्छेको सहयोगले आफ्नो कमी कमजोरीहरूलाई सुधार गर्नुहोला। पारिवारिक आफन्त र मावलीमा सम्बन्ध राम्रो रहनेछ र सहयोग मिल्नेछ। प्रेम र वैवाहिक जीवनमा केही सुन्दर सूचनाहरू पाउनुहुनेछ। भेटघाटको अवसर जुट्नेछ। अध्ययनमा उचित नतिजाले जोस जाँगर बढाउन सक्ने दिन रहेको छ। स्वास्थ्यमा सुधार भएको महसुस हुनेछ। शुभ अङ्क 6, शुभ रङ नीलो, शुभ दिशा दक्षिण, इष्टदेव बटुक भैरव, मन्त्र ओम बटुक भैरवाय नमः, जप सङ्ख्या 11। सेजिटेरियस धनु राशि। धनु राशि भएका जातकहरूको लागि कार्यनाश। काम कार्यको क्षेत्रमा सफलता मिल्ने दिन हो, तर आज अवसरलाई पछ्याउँदा सामान्य चुनौतीको सामना गर्नुपर्ने दिन रहेको छ। काम कार्यको समस्याहरूबाट विचलित नभएर स्थिर भएर बढ्नु भएमा प्रतिफल मिल्ने दिन रहेको छ। छिटो काम सक्छु भन्दा कामहरू अधुरै रहन सक्छन्, ध्यान दिनुहोला। प्राप्त ज्ञान अनुसार परिस्थितिलाई सामना गर्दै जानु भएमा सफलता हात पर्न सक्ने दिन रहेको छ। अति आत्मविश्वासले तपाईँको काममा बाधा पुर्याउन सक्छ। केही परिणामहरू तपाईँको हातबाट बाहिर जान सक्छ, तसर्थ योजनाहरू बनाउँदा सँगै उनीहरूलाई कार्यान्वयन गर्न जारी राख्नुहोस्। व्यवसायमा निरन्तर मेहनत गर्दै बढ्नु भएमा आय इन्कममा सुधार आउनेछ। बाणीमा कन्ट्रोल गर्नुपर्नेछ। व्यापारमा फाइदाका लागि भने स्रोतको खोजी हुनेछ। नयाँ लगानीको लागि हतार नगर्नुहोला। धर्म कर्म तथा समाज सेवामा मन लाग्नेछ। पारिवारिक चाहना पूरा गर्नको लागि सङ्घर्ष रहनेछ। सामाजिक गतिविधिहरूमा आफूलाई केही सुगतपनको महसुस गर्नुहुनेछ। प्रेम सम्बन्धमा आत्मविश्वासको भावनाहरू रहन सक्ने हो, यो कुरामा ध्यान दिँदा राम्रो हुनेछ। बौद्धिक कुरामा ह्रास आउन सक्ने समय रहेको छ। छोटो यात्राको अवसर मिल्नेछ। स्वास्थ्य जीवनको लागि योग व्यायाम गर्नुहोला। शुभ अङ्क 5, शुभ रङ हरियो, शुभ दिशा पूर्व, इष्टदेव माता लक्ष्मी, मन्त्र ओम महालक्ष्मी नमः, जप सङ्ख्या 23। क्याप्रिकर्न मकर राशि। मकर राशि भएका जातकहरूको लागि कुक्षी रोग। जीवनप्रति सकारात्मक र सन्तुलित सोचले तपाईँको धेरै कामहरू कार्यान्वयन हुनेछ। दिगो योजनाहरू क्रमशः लाभ मिल्दै जाने दिन हो। आज कार्य आर्थिक सफलताका लागि तपाईँको योजनाहरूलाई गोप्य राखेर बढ्नु राम्रो हुनेछ। श्रमिकका लागि कुनै पनि कुराको निर्णय गर्दा दोधारपनले गर्दा काम कार्यमा पछि पर्न सकिन्छ। तपाईँको व्यक्तिगत जीवनमा नजिकका मान्छेले आवश्यकताभन्दा बढी हस्तक्षेप गर्न सक्छन्। आज धेरै महत्त्वकाङ्क्षी बन्नुभन्दा गर्दै गरेको काममा ध्यान दिएको राम्रो हुनेछ। यदि कुनै जग्गा जमिन सम्पत्ति सम्बन्धी विवाद चलिरहेको छ, कसैको मध्यस्थतामा यसलाई समाधान गर्ने प्रयास गर्दा राम्रो हुनेछ। अरूलाई दिएको वचनले समस्यामा पर्न सकिन्छ। व्यावसायिकहरूका लागि नयाँ क्षेत्रमा पैसा हाल्नु राम्रो हुँदैन। लगानी गर्ने कुरामा विचार गर्नुहोला। उधारो दिने र लिने काम आज नगरेको राम्रो हुनेछ। कारोबारमा विशेष ध्यान दिएको राम्रो हुनेछ। गएको धन फिर्ता नहुन सक्छ। जग्गा जमिन र पारिवारिक जीवनमा मतभेद रहन सक्छ। समझदारीमा बढ्ने कोसिस गर्नुहोला। आमाबाट सुझाव पाउन सक्ने समय रहेको छ। प्रेम सम्बन्धमा सामान्य रहनेछ। अध्ययनमा स्थिर भएर बढ्न गाह्रो हुनेछ। स्वास्थ्यमा पेटमा समस्या आउन सक्छ, ख्याल गर्नुहोला। पारिवारिक स्वास्थ्य समस्यामा कमी हुन सक्ने दिन रहेको छ। आजको दिन मध्यम फलदायी रहनेछ। शुभ अङ्क 4, शुभ रङ रातो, शुभ दिशा उत्तर, इष्टदेव मनसा देवी, मन्त्र ओम मनसा देवी नमः, जप सङ्ख्या 9। एक्वारियस कुम्भ राशि। कुम्भ राशि भएका जातकहरूको लागि द्रव्य लाभ। कर्मचारीहरूका लागि समय अनुकूल बनिदिनाले काम कार्य गर्न सहज वातावरण बन्नेछ। गरेको काममा सफलता हासिल गर्न सक्ने दिन रहेको छ। जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ। न्यायिक कार्यमा सफलता पनि मिल्नेछ। परिश्रम अनुसार राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आज ध्यान दिनुपर्ने कुरा साना गल्तीको विरुद्ध प्रतिशोध लिनको लागि केही मानिसहरू तपाईँको विरुद्ध हुनेछन्, त्यसैले समय अनुसार प्रतिक्रिया लिनुहोस्। विगतका केही नराम्रा घटनाहरूले मन विचलित बनाउन सक्छ। आध्यात्मिक जीवनमा
मन जानेछ। परोपकार कामले समाजमा स्थापित गराउनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। वैदेशिक कार्य राम्रो रहला। असल मित्रबाट काम कार्यमा साथ सहयोग पाउन सक्ने दिन रहेको छ। व्यवसायिकहरूका लागि आम्दानीमा वृद्धि भएको महसुस हुनेछ। कारोबारहरू अनुकूल परिस्थितिमा सम्पन्न हुनेछन्। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। मेहनत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। महत्त्वपूर्ण निर्णय लिँदा शुभ अशुभ समयको ख्याल गर्नु आवश्यक हुन्छ। कामको उचित मूल्याङ्कन हुनेछ। पारिवारिक जीवनमा दाजुभाइबाट राम्रो साथ सहयोगले काम कार्यमा हौसला बढ्नेछ। प्रेमीसँग आज राम्रो कुराकानी भावनाहरू शेयर हुन सक्ने दिन बन्नेछ। अध्ययन प्रगतिमूलक पथमा बढ्न सक्ने दिन रहेको छ। स्वास्थ्य सबल रहनेछ। शुभ अङ्क 3, शुभ रङ हरियो, शुभ दिशा पश्चिम, इष्टदेव सूर्य देवता, मन्त्र ओम आदित्याय नमः, जप संख्या 12। पाइसेस मीन राशि। मीन राशि भएका जातकहरूको लागि धनना गरेको काममा सफलता मिल्न सक्ने दिन हो। कार्य योजना अनुसार अगाडि बढ्ने दिन हो। रोकिएका काम दोहोऱ्याएर प्रयत्न गर्दा लाभ हुनेछ। काम गर्ने वातावरणलाई सहज बनाउने कोसिस गर्नुहोला। आजको कामले दिगो फाइदा हुनेछ। परिश्रम अनुसार उपलब्धि पाइनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ। बेकार र रमाइलोमा आफ्नो समय बर्बाद नगर्नुहोस्, अन्यथा कुनै उपलब्धि हातबाट बाहिर जान सक्छ। श्रमिकका लागि बोलीको अर्थ अनर्थ लाग्ने हुँदा कार्य वातावरणमा असहज परिस्थिति बन्न सक्छ कि बोलीमा ध्यान दिनुहोला। तपाईँको कार्यको परीक्षण हुन सक्छ। आज आकस्मिक परिचितहरूसँग आफ्नो व्यक्तिगत विषयहरू साझा नगर्नुहोला। हतारमा कुनै पनि कुराको निर्णय नलिनुहोला। ईर्ष्या गर्नेहरूबाट सचेत भएर बढ्नु पर्नेछ। व्यवसायिकहरूका लागि इच्छित परिणाम प्राप्त गर्नको लागि आफ्नो मेहनतमा ध्यान दिनु आवश्यक छ। बहुमूल्य वस्तु हराउन सक्ने दिन छ। पारिवारिक कुल कुटुम्बबाट साथ सहयोग मिल्नेछ, तर थोरै रिस आवेगहरूलाई कन्ट्रोल गर्नुपर्नेछ। प्रेम र वैवाहिक जीवनमा मिठास रहनेछ। गृहिणी वर्गहरूका लागि अलिक घराइसी काम कार्यहरूमा अलिक खट्नु पर्नेछ। विद्यार्थीका लागि मनलाई स्थिर गरेर अध्ययन गर्दा राम्रो हुन सक्नेछ। गीत सङ्गीततिर रुचि बढ्नेछ। स्वास्थ्य खानपानमा ध्यान दिनुहोला। समग्रमा दिन मध्यम फलदायी रहनेछ। शुभ अङ्क 2, शुभ रङ सेतो, शुभ दिशा दक्षिण, इष्टदेव नाग देवता, मन्त्र ओम नवनागाय नमः, जप संख्या 19। धन्यवाद। तपाईँहरू हेर्दै हुनुहुन्छ श्रावणी ज्योतिष युट्युब च्यानल। हजुरहरूलाई आजको राशिफल कस्तो लाग्यो? हजुरहरू कहाँबाट हेर्दै हुनुहुन्छ? हजुरहरू श्रावणी ज्योतिष युट्युब च्यानल पहिलोचोटि हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नुहोला, लाइक कमेन्ट गर्न नभुल्नुहोला। हजुरको एक लाइक र एक कमेन्टले हामीलाई अरू भिडियोहरू ल्याउनको लागि प्रोत्साहन गर्नेछ र हजुरहरूले लाइक कमेन्ट गर्न नछोड्नुहोला। हजुरहरू श्रावणी ज्योतिष युट्युब च्यानलमा पहिलोचोटि हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्न पनि नभुल्नुहोला। हजुरहरू हाम्रो श्रावणी ज्योतिष युट्युब च्यानलमा दैनिकी राशिफलहरू सुन्न चाहनुहुन्छ भने, हेर्न चाहनुहुन्छ भने हजुरहरूले सब्सक्राइबको छेउमा रहेको बेल आइकनमा पनि क्लिक गरेर अलमा थिच्न नभुल्नुहोला।